कपालको फ्यान र म अनि अरू दुईजना होइन 1 2 3 4 5 6 जना जाँदैछौँ रत्ता खोला हेर्नलाई म्याच सिटीमा। सो लेट्स गो। म यता अतीत हेलो गर्दै अनिसा हेलो गर्दै बुइनी हेलो दुईजना राकेश हामी जाँदैछौँ। सो जाउँ। मसँग भेस्ट लगा हाम्रो गाउँनेर एउटा खोला छ जसको नाम चाहिँ रत्ता खोला हो र त्यसमा चाहिँ आज बाढी आएको सुनियो र आज सटरडेको दिन त्यसमा चाहिँ अब फ्री छौँ हामी र हामी जाँदैछौँ हेर्नलाई त्यसै के कतिको बाढी आएको छ के मजा आउनेवाला छ। हामी आइपुग्न आँटिसक्यौँ। जस्ट यो उकालो घट्ने बित्तिकै हामी रत्ता खोलाको पुलमा एन्ट्री हुन्छौँ। ओ माई गड बाढी त खतरनाकै आएको रहेछ त यार। होली शिट। र हामी यहीँबाट रोकेर बाढीको नजरिया लिन्छौँ। सो look at this, amazing बाढी त आगै रहेछ। लगातार वर्षा त भइरहेको थियो तर बाढी चाहिँ आएको थिएन। तर आज भनेको 2083 साल 3 महिना 13 गतेको दिन बाढी आएछ। सक्छौँ मोबाइल आएर त सन सेट पनि हुन आँटेको छ। निकै नै राम्रो सुन्दर खुलेको पनि छ अलिअलि मौसम। हावा पनि सेरेर चलिरहेको छ। दामी भयो। बाढी देख्यो खतरा छ। देख्न सक्छौ कस्तो घुमौरी हुँदै। अनिस कस्तो लाग्यो त बाढी देखेर? राम्रो लाग्यो। सक्छौ कस्तो लाग्यो त बाढी? राम्रै लाग्यो। कतिको खतरा आएको रहेछ? धेरै खतरा। झोलुङ्गे पुल ए हाम्रो यहाँ पर झोलुङ्गे पुल पनि छ। हाम्रो यो बालुबथानमा अर्को पनि झोलुङ्गे पुल यहाँ पर छ। अब यसमा पनि हामी छिट्टै गएर यसमा पनि भ्लग बनाउँछौँ। र राम्रो बाढी आएको रहेछ ठिक्कको। यता गाई पनि हिँड्दैछ र एकदमै शानदार। यहाँ पर चाहिँ दामी देखिएको छ। जानु हुँदैन। र यतापट्टि चाहिँ यो चाहिँ दमक साइड हो। दमक साइडबाट आएको रहेछ। अघि दिउँसो त न्युजमा मुढाहरू पनि बगाएर ल्याएको भनेर सुनिँदै थियो। तर अहिले चाहिँ यहाँ मुढाहरू देखिएको छैन। यहाँ एउटा केही त बगाएर ल्याउँदैछ। यहाँनिर यो के हो पनि यहाँनिर यो किनेर हो। तर एकदमै दामी नजारा छ। हामी अलि अगाडि जान्छौँ। हेरौँ के छ। ओ झर्छ भाइ झर्ला नि त्यसो नगर न। झरिसक्यो त फेरि बर्बादै हुन्छ नि। फेरि भरे अतिथि खोइ भनेर घरमा सोध्नु भने हामी के जवाफ दिनु? म त यहाँ मलाई हामीलाई पनि डर लाग्छ नि। यति कोही रहेछ त नहराएको हराइ हुन्छ जस्तो भाइ। त चाहिँ किन माथि चढेर नहेरेको? डर लाग्यो? यहीँ माथि यहाँ चढेर हेर्न। माथि मुनिको स्टेपमा यहीँ चढेर हेर्न। कति डर लाग्यो? यसरी हेर्न। यसो गर।
बवाल ए अघि चाहिँ यतासम्म आएको रहेछ तर बवाल बाढी आएको रहेछ यार एकदम दामी यो चाहिँ भनेको हाम्रो गाउँकै पुल हो यो बालुबथान र यता सेतुमारी यहाँदेखि उता सेतुमारी र यता बालुबथान यो भनेको यतापट्टि झापा यतापट्टि मोरङ त्यसरी पनि सिमाना छुट्टिन्छ र हामी र अघि देख्न सक्छौँ यता पनि बाढी आएको रहेछ यता चाहिँ भनेको सुकेर अहिले र यहाँ एउटा आइल्यान्ड पनि बनिएछ चेक दिस आउट बवाल ओ यहाँ खतरा देखिरहेको छ यार चेक दिस आउट यहाँ दामी देखिरहेको छ आहा कस्तो सुन्दर हावा आइरहेछ दामी हावा आइरहेछ मजा वाउ गेस द भ्यू बवाल भइरहेछ बाढी आएछ बाढीको हामी मुनि छौँ नि बाढी आए माथि यो मुनि चढेछ हामी मस्त माथि छौँ बाढी मुनि आइरहेको छ हामी मस्त माथि छौँ भने भ्यू हेर्नु मान्छेले बनाउँदै खतरा देख्छ छाल सुरु भइसक्यो र यो नयाँ ठाउँ आफै छाल हुँदो रहेछ अनि अब त्यसै सकिँदो रहेछ आशिषहरू त पर गइसके हामी पनि पर जान्छौँ अब र हाम्रो सिटी चाहिँ धेरै पछाडि छ अब हामी जान्छौँ यतापट्टि तर बाढी यसपालि मजाले नि आएछ है त सक्छौँ यिनीहरू चाहिँ यहाँ जाँदैछन् यो चाहिँ भनेको बस्ने ठाउँ बनाएको रहेछ यिनीहरू यहाँ गइसके देख्न सक्छौँ आशिष अतीत सक्षम अनि रिजन अनि अनिस र करिश्मा पनि छ र के नै बवाल सिन देखिरहेको छ साउन्ड पनि खतरा आइरहेको छ देख्न सक्छौँ हेलो गर त उहाँ जाऊ न उहाँ जाऊ यहाँ र यिनीहरू यता आँट्दैछन् म चाहिँ सिटी लिएर आउनु पऱ्यो र जानु पऱ्यो ओके सिटी भएको ठाउँमा त आइपुग्यो होइन सो अब सिटी लिएर आशिषहरूबाट जान्छौँ लेट्स गो किन आएका म पनि आउँथेँ त ढुङ्गा हान्नलाई र कसले पर ढुङ्गा पुर्याउने ल कहाँ साबुन छ खोइ साबुन होइन फ्रुटी हो फ्रुटीको ओइ झर्रासै भाइ झर्रासै अलिक मुनि सर्प सर्प हो के हो सर्प जस्तै हो त सेट सर्प जस्तै लाग्यो सेम सर्प जस्तै रहेछ यार फेरि पुच्छर पनि त्यस्तै छ टाउको पनि त्यस्तै हो नि त फेरि अरे सर्प लट्ठी पो रहेछ दामी देखिरहेछ यार यहाँबाट सक्छौँ त यहाँ आइसक्छौँ यहाँ छेउ आइदैन
छेउमा आइज ल यहाँबाट हेर न कट डराएको अझै टाउको निहुरेर पनि यसरी हेर्दा हुन्छ तपाईँ यसरी हेर्दा भइहाल्छ नि यसरी हेर न यसरी यसो गरेर कस्तो डराएको म त हेरिहाल्छु नि ओके सो या हामी आएको थियौँ बाडी हेर्नलाई होइन हेरि पनि सक्यौँ सिटीमा केटाकेटी बसी पनि सकेका छन् र ओभरअल या मजा आयो आज मिति 2083 साल असार महिनाको 13 गतेको दिन आइएको थियो फरेज मेमोरिज रहन्छ भनेर पनि सानो चट्टा मिठो भ्लग बनाउने प्रयास थियो मेरो र अब चाहिँ हामी जान्छौँ है रात पनि पर्न आँटिसकेको छ र हल्का तपाईँले सिनेमेटिक चाहिँ गर्नु भन्दै यो भ्लगबाट बिदा हुन चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई इन्जोय दिस ब्युटी ल जाउँ ल गाइस यति नै थियो आजको भ्लगमा हामी अब जाँदैछौँ है र सबैजना बस सिट बेल्ट बाँध र हामी जान्छौँ अब जान्छौँ मस्तसँगले सम्भवतः अझै खतरा आयो भने फेरि पनि आउँछौँ हामी यहाँ तर आजको लागि चाहिँ रात पर्न आँटिसकेको हुँदाखेरि चाहिँ हामी जाँदैछौँ